हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ 8:33 तिर भइरहेछ। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै रामै छु। त्यसपछि आज चाहिँ बाहिर पानी पर्नु नहा, बाहिर चाहिँ पानी पर्नु नहा, त्यही भएर म चाहिँ टक्क लाएर रुममै बसिरहेको छु। अनि त्यसपछि चाहिँ आज चाहिँ मैले एउटा सामान मगाउनु लाग्छु। त्यो सामानको म हजुरलाई भन्छु सामान। अनि त्यसपछि कहिले पुग्छ, कहाँबाट आउनु हो, के हो त्यो भन्ने चाहिँ म पछि नै देखाउँछु। अहिले चाहिँ त्यो कुराकै पेन्डिङमा हो। म यी मोबाइल चाहिँ राखेर रेडी गर्दैछु। अब त्यसपछि चाहिँ आज चाहिँ म चाहिँ टक्क लाएर कहाँ जान्छु भन्ने चाहिँ तपाईँहरूलाई देखाउँछु। अनि त्यसपछि हिजोको फनी ब्लगहरूलाई पनि माया देखाइदिनु होला गाइज। अब हामी 1K फलोवर्सको टार्गेटमा छौँ। 1K फलोवर्स पुगाइदिनु होला प्लिज गाइज। हामीले यति सम्झना भाइहरूले फन भिडियोमा पनि धेरै मेहनत गरेको छ। स्कुलबाट आएर खाना नखाएर धेरै मेहनत गरेको छ, त्यो भएर पनि माया देखाइदिनु होला। अनि त्यसपछि हामीले हजुरहरूलाई योभन्दा पनि फनी भिडियोहरू, बबाल कन्टेन्टहरू लिएर आउने छु भन्दै अहिले चाहिँ म यहीँ बिताउँ। सो गाइज, मैले चाहिँ तपाईँहरूलाई एउटा सामान मगाउन लाग्छु भन्नु थिएँ नि। त्यो सामान चाहिँ के हो भन्दाखेरि म तपाईँहरूलाई देखाउँछु। यो सामान चाहिँ के हो भन्दाखेरि यो गाइज, मैले चाहिँ एउटा आफ्नो ब्लगिङको लागि अलि सानो खालको अलि यता सहयोग हुन्छ भन्ने बित्तिकै मैले पनि यो साइकलबाट ब्लगिङ सुरु गरिदिउँ भनेर सोचेर त्यो चाहिँ मगाउन मैले चाहिँ। अनि यहाँ चाहिँ कुरो सुरु भइसकेको छ। पे हुन्छ आज उहाँबाट डेलिभर भयो भने भोलिसम्म पुग्छ होला, सायद 24 घन्टामा पुग्छ। त्यसपछि चाहिँ गाइज म चाहिँ साइकलमा बवाल ब्लगहरू हाल्ने छु, नयाँ ठाउँहरू जानेछु अनि तपाईँहरूलाई नयाँ वातावरणहरू देखाउने छु। अहिले चाहिँ म यतै हुन्छ अनि उता बजार गएर मैले पे गर्नुपर्ने छ एकचोटि। पैसा पनि यहाँ रेडी भइसकेको छ। म चाहिँ अब उहाँ गएर अब यो पैसालाई चाहिँ अनलाइनमा आफ्नो हालेर मसँग इस्युमा अहिले धेरै पैसा छैन, किनभने मेरो पैसाहरू सबै सकिसकेको छ। अनि अस्ति के भएर सकिसक्यो। अनि त्यही भएर मैले चाहिँ अहिले पैसा हालेर अनि यहाँ पे गरेर अनि त्यो सामान चाहिँ डेलिभर हुन्छ। त्यो सामान भोलि आउँछ। कस्तो हुन्छ भोलि त्यो बाबा रिभिल दिनेछु। म चाहिँ अहिले चाहिँ ट्याक्क लाएर म चाहिँ भएर जान्छु गाइज त्यति बेलासम्म। सो गाइज, अहिले चाहिँ टक्क लाएर म चाहिँ बजारतिर गइरहेको छु, किनभने चाहिँ मेरो इस्युमा पैसा सकिएर मैले त्यहाँ त्यो सामानको कस्ट पे गर्न नसकेर म चाहिँ अहिले टक्क लाएर बढ्दैछु। अब चाहिँ म बजारबाट आएर सो गाइज, हाम्रो चाहिँ अर्डर कन्फर्म भइसकेको छ। भोलि डेलिभरी हुन्छ। आज चाहिँ उहाँबाट काठमाडौँबाट हालिन्छ सामान, अनि भोलि चाहिँ यहाँ पुग्छ। त्यो चाहिँ साइकल हो। अनि भोलि चाहिँ टक्क लाएर हाम्रो साइकल आउँछ। भोलिसम्म पुगिहाल्छ भनौँ। काठमाडौँ डल्लेतिर आउन कति नै लाग्छ र 18-20 घन्टा त हो। भोलि यति बेला नपुगे नि भोलि साँझतिर पुगिहाल्छ होला। अनि त्यसपछि त्यो साइकलको टक्क रिभ्यू देखाएर भोलि या पर्सिबाट चाहिँ ब्लगहरू बबाल आउँछ। साइकलमा ब्लगहरू आउँछ अनि नयाँ ठाउँहरूमा जान्छु म चाहिँ। त्यति बेलासम्म चाहिँ टक्क लाएर यो आइडीलाई फलो गरिदिनु होला। फलो गरेर टक्क लाएर फनी भिडियोहरू पनि आउँछ, ब्लगहरू पनि आउँछ ढ्याङ माया देखाइदिनु होला गाइज। त्यही भन्न चाहन्छु। म चाहिँ मेहनत गर्छु, म केही छैन भ्युज नआए नि, तर यत्तिको हुन्छ कि गाइज। अब त्यो कति बेला हामीले कुनै भिडभाडमा गएर भिडियो बनायो भने यसरी ब्लग बनायो भने कस्तो हुन्छ भन्दाखेरि कसै मान्छेले सोध्यो भने कति छ फलोवर्स भन्दाखेरि मेरो त अब भर्खर युजर हो नि त। भर्खर युजर हुनाले मेरो चाहिँ 34वटा छ कि 35वटा छ। कति हो फलोवर्स भन्दाखेरि 35वटा या 34वटा भन्दाखेरि चाहिँ अर्कै सोचिदिन्छ क्या। अब अर्कै नजरले हेरिदिन्छ क्या। अब त्यही भएर कन्फिडेन्ट लेभल पनि त्यो हिसाबले पनि घट्छ क्या। अलिअलि कन्फिडेन्ट लेभल पनि त्यो हिसाबले घटिरहेको हुन्छ। त्यही भएर गाइजहरू सपोर्ट गरिदिनु होला। हामी चाहिँ हजुरहरूलाई एकदम नयाँ न्यू भ्लगहरू, राम्रो फनी भिडियोहरू देखाउने कोसिस गर्नेछु। अनि त्यसपछि चाहिँ तपाईँहरूले चाहिँ त्यो खालको माया पनि देखाइदिनु होला भन्न चाहन्छु म चाहिँ। अनि टक्क लाएर आजको मौसम चाहिँ टक्क घाम लगाइरह। अनि त्यसपछि अब चाहिँ म घर जान्छु। घर गएर लुगासुगा फुगालेर अहिले चाहिँ म चाहिँ टक्क लाएर त्यहाँबाट पैसा पे गरेर आएँ। अनि त्यसपछि हाम्रो अर्डर चाहिँ कन्फर्म भइसकेको छ। अर्डर चाहिँ। त्यसपछि चाहिँ टक्क लाएर अब चाहिँ भोलि आउँछ। अनि त्यसपछि हामी चाहिँ तपाईँलाई थाहा नै होला। अनि त्यसपछि चाहिँ हाम्रो भ्लग सुरु।
त्यसको लागि चाहिँ टक्क लगाएर डेली भ्लग हेर्न चाहनुहुनेले टक्क मलाई फलो गर्नु होला। अनि त्यसपछि फेसबुकमा पनि अब चाहिँ आजबाट या भोलिबाट चाहिँ फेसबुकमा पनि भिडियो आउँछ। फेसबुकमा पनि 80 डेली भ्लग 3 2 आउँछ। त्यसलाई पनि त्यहाँ पनि माया देखाइदिनु होला भन्न चाहन्छु म चाहिँ। त्यहाँ पनि फलो सलो गरिदिनु होला। अहिले चाहिँ म चाहिँ घर पुगिसकेँ। अब चाहिँ टक्क लगाएर खानासाना खान्छु। म चाहिँ बिहानै नास्ता खाइ निस्केको। बवाल चाहिँ मौसम चाहिँ खतरा छ। अनि म चाहिँ टक्क घामले डढी कालो भइसकेँ। केही छैन। सो गाइज अहिले चाहिँ टक्क लगाएर आज त्यो ट्युटर गाडी चाहिँ अब ट्युटर गाडीमा अब चाहिँ भिडियो आउन्न। किनभने त्यो ट्युटर गाडी के इस्युले गर्दा चाहिँ त्यो ट्युटर गाडी मैले लगआउट भएर अहिले चाहिँ लगइनै भइरहेको छैन। त्यही भएर चाहिँ अबबाट त्यो आइडीमा चाहिँ आउन्न। अनि आजबाट चाहिँ फेसबुकमा र युट्युबमा चाहिँ भिडियोहरू आउँछ, भ्लगहरू आउँछ। त्यही भएर चाहिँ म चाहिँ तपाईँहरूलाई फेसबुकको आइडी पनि अनि त्यो टिकटक नै त्यो युट्युबको आइडी पनि तपाईँहरूलाई म बायोमा राखिदिन्छु। तर सब्सक्राइब गरिदिनु होला। भोलिबाट चाहिँ बल भ्लगर आउँछ। त्यही भएर त्यति भन्दै चाहिँ म अहिले चाहिँ पसलतिर जान्छु। पसलतिर आएर मिल्छ दर्शन। सो गाइज अहिले चाहिँ टक्क लगाएर हामी चाहिँ फनी भ्लग केटाहरू र म चाहिँ पसलतर्फ लागिरहेको थियो। उता चाहिँ फनी भ्लगको एउटा अर्को मोडलर। अनि त्यसपछि आजबाट चाहिँ हाम्रो अर्को आइडी छ। किनभने हिजोको आइडीमा के इस्यु आएर त्यो आइडी लगइन भइरहेको छैन। अब त्यो आइडीलाई छोडेर अब आजबाट चाहिँ फेसबुकमा पनि डेली भ्लग 3 2 हान्नु होला। फेसबुकमा पनि भिडियो आउँछ अनि युट्युबमा पनि आउँछ। मैले युट्युबमा पनि हजुरहरूलाई युट्युबको लिङ्क पनि राखिदिने छु। त्यही भएर चाहिँ अब टक्क लगाएर चाहिँ हामी पसलतिर भेट्छौँ। त्यो भ्लग चाहिँ यहीँ हेर्नुहुन्छ। भोलि आउने छु न्यू भ्लगको साथ। आज यो आइडीमा आउँछ चाहिँ आजबाट चाहिँ भिडियोहरू। अनि त्यसपछि फेसबुक आइडीमा युट्युब आइडीमा पनि आउँछ। 3वटै आइडीमा माया देखाइदिनु होला। अनि भोलिबाट चाहिँ मेबी भोलिसम्म त भोलि साँझतिर पुग्छु होला। त्यसपछि चाहिँ साइकल भ्लग आउँछ। सबैले माया देखाइदिनु होला। यो भ्लगरलाई फलो गर्न चाहनुहुन्छ भने फलो गरेर टक्क लगाएर 3वटै आइडीलाई फलो गरेर चाहिँ हुन्छ। थ्याङ्क यू सो फर वाचिङ। च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र फलो लाइक गरिदिनु होला। धन्यवाद।